गाइज हामी निस्क्यौँ अदालतबाट अनि हामी वर्षा र विधिलाई खोज्छौँ। हामी आज आएको तुम फोकेमा हिँड्दैनौ क्या आरती बोलेकी सुन्ने होइन आरती बोल्छ म यहाँदेखि उठिदिन्छु भन आरती के भन्दैछु यहाँ जानु पर्ने होला नि टिकट त लिनु पर्ने होला यो गोलमा बस्न मिल्छ कि बसी सर्छ मिले नाइस यार कति धेरै कलरफुल छ भित्र यिनीहरू यहाँ हरर हाउसभित्र जाने कुरा गरेका छन् मलाई डर लाग्यो के यो छन् यिनीहरू हरर हाउसमा छिर्नभन्दा अगाडि लेट्स सी भित्र कस्तो हुन्छ अनि फर्किसकेपछि जाम 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 अनि भूतलाई तसाइदिन्छ उनीहरूले त्यस्तो थियो कि मेरो भित्र अगाडि म भूतलाई तर्साइदिन्छु वेट यस्तो छ हरर हाउसको बाटो राति आउँदा मजा आउँथ्यो होला मैले आफ्नो सल चाहिँ भित्र त्यहीमा अल्झेर फेरि तर्सिउँला भनेर वेलकम टु द मैले त्यो 360 फोन खाएन भने म त खालिदिनु होला नि के गरेको Welcome, foolish mortals, to the haunted mansion. Shut up. I am your host, your ghost host. बस त धकाल्छिस् मैले थाहा पाएँ कि त धकाल्छिस् के बस प्लिज नधकाल्नु अहिले डर लाग्छ कि मलाई जाम जाम केही हुन्न कहाँ हो के भनेको जस्तो छ अब कहाँ छ नि यति हो छ्या यार हरेक सेन्सर पछि एउटा कबरबाट कोही निस्किरा जस्तो छ यहाँ छ है फोटो यो फ्यामिली फोटो ए यही रहेछ है 4वटा फोटो
एक्सपिरियन्स गाइज त्यो फर्स्ट वालामा चाहिँ डर्सेको एक्लै जानु पर्थ्यो नि त्यसपछि भन्थ्यो डराएन भनेर देखिने गरी लाइट राख्नु पर्थ्यो कि मजा आउँथ्यो त्यो देखिरहेको थियो नि त थोरैवाला बाल छ नि त्यसको अनि त्यो हरर हाउसको टिकट प्राइस कति थियो 170 महँगै थियो भाइ अनि स्टुडेन्ट कार्डको पनि केही पनि थिएन कि पुरानो भइसक्यो कि अलिअलि यिनीहरूले लाइक बिग्रेको फ्रिजहरू हालिदिएको गएर छ मम्मी यो क्युट कार राइड गर्ने किनकि बच्चामा हामीलाई यो यस्तो कार नसिब भएको थिएन राइट खुट्टाको यो थिचिराख्ने अनि उँधो आएपछि उँधो जाने उँधो आएपछि उँधो जाने भन्नुभयो अब के भने चाहिँ हेरौँ एक हातले गर्न सक्छु म ड्राइभ And this was for 90 rupees 4 मिनटको I guess 3 मिनट हो क्या 2 मिनट जस्तो लाग्यो हामीलाई त 90 रुपिसको 2 मिनट कस्तो थियो अन्जना ठिकै रमाइलो भयो 170 को भूत बङ्गला भन्दा A few minutes later. यिनीहरूलाई 360 जाम भनेको त फुत्किन्छन् भन्छन् के छन् भन्छन् त्योबाट निस्केर टाउको ठोक्कियो भने मेरो याददास्त गयो भने के भन्छन् के 10 चोटि गरिरहन्छ एकैचोटिमा 10 चोटि किन गर्न मिल्छ नि 10 चोटि बन्द गर्न तयार छु कि म हेर त्यही हो कि त्यही सोच कति हुई जम्प गरेर आऊ बस माथि आफै चढ्दै नहसाउ नेक्स्ट के गर्ने भनेर हाम्रो डिस्कस भइरहेछ गेस गर गाइज हामीले नेक्स्ट के गरेछौँ होला कुन एक्टिभिटी गर्दै छैनौँ त्यो बाहेक अनि हामी यसको लागि टिकट काउन्टरमा गयौँ टिकट काट्न अनि त्यहाँ क्यास छैन भन्नुभयो कि अनि नगयौँ न त भयो अनि मैले केही खाएर यहाँ क्यास मागौँ न त भनेको अनि अन्जनाले अन्जना इस नगर्ने रे त्यसकै लागि अब हामी पानी र लाफिङ खाँदैछ फर टिकट कति मिनट हुन्छ मलाई नि समात्दियो है एकजना मेरो हातमा फोन छ के गरेर छ होइन फोन बसिरह अरे कसैले केही भन्नु जस्तो के यही हो हाम्रो राइड रिसाकै हौ त त्यही त तल आयो उता पनि उता लकै छ उता छँदैछ बस्न नखोल्नु है त्यो छैन वर्ष कसको फोन काट्दिउँ दाइ ए भनेर त दाइ नकाट म खासमा जे त्यतिखेर के सोचेर नाम राख्छु पछि दाइ त अरू अलरेडी एक्जिस्टिङ आयो होला अनि तिमीले बिरेल डर आयो मलाई त लाग्छ हररमा यो राख्दै हुन्छ कि मलाई चाहिँ गागा लाग्यो गाइस
घाँटी सुक्यो झन् के हो झन् चला कतिखेर सुरु हुन्छ भाइ पुग्यो के त भयो अब तर न एकछिन बाइकमा बसौँ न अब म खुसी हुन्छ ए पानी गाइस भेरी फनी मजा आयो गर्न फेरि सबैको जानकारीको लागि हामी बन्ची गरे हामी यो मात्र एउटा अनि यसमा मात्र बन्चीमा एक आवाज ननिकालिकन गरेको होइन कि माथि पुगिसकेपछि म त यताबाट निस्किन्छ जस्तो लागिरहेको थियो क्या मलाई त सेम कुरा भयो कि नट सेफ एट अल नगर गर्ने भए आफ्नो रिस्कमा गर नै निस्किरहेको छौँ पार्कबाट बाई